चिया बगान, सेतामी हिमाल, ग्रामीण जीवनशैली अनि हरियो पहाडहरूको श्रृङ्खला समग्रमा एउटा क्यानभासमा कोरिएको सुन्दर चित्र जस्तो लुआङ होमस्टे। यो मूलत हिमाल र पहाड एउटै फ्रेममा आउने, त्यो सबभन्दा यहाँको राम्रो। ठ्याक्कै हिमालकै मुनि यो अन्नपूर्ण हिम श्रृङ्खलाको ठ्याक्कै काखमै बसे जस्तो र यहाँको अब वन जङ्गल जडीबुटी चराचुरुङ्गीहरू यो छँदैछ र यसले पोखराको भूभाग पनि सबै समेट्ने र यहाँ अर्को अब पछिल्लो पटक चिया बगान, यो चिया बगानले चाहिँ सुनमा सुगन्धै थपे जस्तो र हिमालहरू प्रष्ट आँखै अगाडि हातले छोइन्छ झैँ गरेर टक्क उभिएको र त्यहाँको एकदम सानो सानो कुरा पनि यहाँबाट देखिए जस्तो। व्यवस्थापन चाहिँ मलाई अत्यन्तै राम्रो लाग्यो। होमस्टे सामान्यतया कुनै ठाउँमा जानु पर्दाखेरि त्यहाँ खानपिन र बसोबासले साह्रै ठुलो महत्त्व राख्छ र यो होमस्टेहरू ठ्याक्कै सञ्चालनको हिसाबले चाहिँ हस्पिटालिटी अत्यन्तै मन पर्यो मलाई। हामीलाई चाहिँ घरमै आएर बसेको जस्तो वातावरण र सुविधा पनि हामीले आधुनिक सुविधा प्रयोग गर्न पाएको र होमस्टेका सञ्चालक चाहिँ हामीले सुख दुःखका कुराहरू पनि एउटा गाउँले वातावरणमा होइन पुरै हाम्रो बाल्यकाल जुन परिवेशमा हुर्कियो, जुन परिवेशमा बित्यो, त्यही परिवेशमा हामी नोस्टाल्जिक हुन पाइयो। जस लुआङ गाउँको होमस्टे चाहिँ एउटा नमुना नै छ, एकदम नमुना। यो प्राकृतिक रूपमा पनि सबै हिमालको परिदृश्यहरू देख्न सकिने होइन, वन जङ्गल, चिया बगान, नदीनाला अनि यहाँको आफ्नै जीवनशैली, गाउँले जीवनशैली सबै भएको। यसमा फेरि सबै खालको भूगोललाई अनुभव गर्दै आउन पाइयो। यो घुम्नको लागि वर्दी ठाउँ लाग्यो, मलाई राम्रो लाग्यो, एकदम राम्रो। ल हिमना सर धन्यवाद है। ल धन्यवाद। यो घुमाइ चाहिँ यो घुमाइ चाहिँ रमाइलो भयो यसपालिको आज एकदम लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु।